So everyone, welcome back to our YouTube channel. So न्यू फेस सिपमेन्ट आएको छ र तपाईँलाई सरर देखाइदिन्छु के छ। यहाँ चाहिँ हामीसँग प्लेको नर्मल मोलीहरू छन् र यहाँ नर्मल प्लेको र अलिक ठुलो साइजको नर्मल प्लेको ब्ल्याकमा र यहाँ चाहिँ हामीसँग छ बलुन मोली। यहाँ चाहिँ हामीसँग छ बिचिरहरू छन् यहाँ हामीसँग र मुन्टिल मोलीहरू छन् यिनीहरू र यिनीहरू चाहिँ हाम्रो सोर्टेल्सहरू एकदम राम्रो राम्रो क्वालिटीको सोर्टेल र यहाँ माथि चाहिँ हामीसँग छ रेड टाइगर बाबहरू छन् यिनीहरू र सेर्पाई टेट्रा लिमिटेड पिस आउँदा छ यिनीहरू हामीसँग सेर्पाई टेट्रा र यिनीहरू चाहिँ हाम्रो हाइफिन मोली र सोटेलहरू छन् यिनीहरू र यहाँ चाहिँ हामीसँग छ टाइगर बाबहरू नर्मल टाइगर बाब र यहाँ चाहिँ हामीसँग छ मार्बल क्याटिसहरू एकदम राम्रो राम्रो क्वालिटीको मार्बल क्याटिस र यिनीहरू चाहिँ कपिजहरू टक्सिडो ब्लू टक्सिडो रेड टक्सिडो येल्लो र मोजाइक कपीहरू छन् यिनीहरू चाहिँ हामीसँग अहिले एकदम राम्रो राम्रो क्वालिटीको र यिनीहरू चाहिँ हाम्रो नर्मल मोली भइहाल्यो र यहाँ चाहिँ हामीसँग छ चन्ना कार्बीको फ्राइज स्टिवोटी पनि भन्छ यिनीहरू एकदम राम्रो राम्रो क्वालिटीको प्यारेन्ट्स यिनीहरूको हेर्नै सक्नुहुन्छ यहाँ डटेडहरू एकदम राम्रो छ यिनीहरूको प्राइजहरू सो हेर्न सक्नुहुन्छ क्वालिटी चाहिँ एकदम बवाल छ यिनीहरू र तपाईँले ठुल्ठुलो चना कार्बीको फ्राई चाहेमा यहाँ अलिक ठुलो साइजको हुन्छ स्पटहरू आइसकेको कालो कालो स्पटहरू आइसक्यो यिनीहरू चाहिँ एकदम राम्रो राम्रो क्वालिटीमा छ यिनीहरू पनि सानैदेखि स्पटहरू आइसकेको छ एकदम राम्रो राम्रो क्वालिटीको फ्राइज र यहाँ चाहिँ हामीसँग छ जेब्रा ड्यानियल्सहरू डिफ्रेन्ट कलर भेराइटीमा ग्रिन येल्लो पिङ्क र यहाँ चाहिँ हामीसँग छ मस्किटो गप्पीहरू वाइल्ड गप्पी पनि भन्छ यिनीहरूलाई फिडिङको लागि एकदम राम्रो र सस्तोमा चाहिएमा यिनीहरू छ र यहाँ चाहिँ हामीसँग छ एउटा फ्लावर हर्न एसआरडी फ्लावर हर्न हाम्रो पनि एकदम राम्रो क्वालिटीको छ एक पप भएको ठिक्क साइजको राम्रो छ यिनीहरू पनि र यहाँ चाहिँ हामीसँग छ कलर टेट्राहरू डिफ्रेन्ट कलर भेराइटीमा कलर टेट्रा र माउन्टेन मिनोजहरू पनि छ एकदम राम्रो राम्रो माउन्टेन मिनो र स्कुलिङको लागि तपाईँको प्लान्टेडको लागि चाहिएको छ भने नियन टेट्राहरू हुन्छ एकदम राम्रो राम्रो क्वालिटीको नियन टेट्राहरू र यहाँ चाहिँ हामीसँग छ सेर्पाई टेट्राहरू यिनीहरू चाहिँ एकदम राम्रो क्वालिटीको सेर्पाई टेट्राहरू पनि छन् र यहाँ चाहिँ हामीसँग छ मेलोन बाब यहाँ पनि एकदम राम्रो क्वालिटीमा छ लिमिटेड पिस आउँदैछ मेलोन बाब चाहिँ हामीसँग र यहाँ चाहिँ हामीसँग छ ब्रिस्टल नोज प्लेकोहरू सो तपाईँको प्लान्टेड ट्याङ्कमा एल्गी लागेको छ लेवहरू हटाउनु छ भने ब्रिस्टल नोज प्लेकोहरू पनि अभाइलेबल भइसकेको छ र श्रिम्प्सहरू पनि छन् हामीसँग रेड चेरी श्रिम्प्सहरू अरू श्रिम्प्सहरू पनि छन् यिनीहरू वाइल्ड कपी हामीसँग अभाइलेबल भइसकेको छ तपाईँलाई फिडिङको लागि केहीमा चाहिएमा आउन सक्नुहुन्छ वाइल्ड कपीको लागि यिनीहरू चाहिँ हाम्रो लाइटहरू र यहाँ चाहिँ हामीसँग फिस फुडहरू र फिल्ट्रेसनको लागि भइहाल्यो सो बेटाहरू चाहिँ हामीसँग अहिले क्राउन टेल बेटा हाफ फोन अनि डबल टेलहरूमा अभाइलेबल छ एकदम राम्रो राम्रो क्वालिटीको डबल टेल हाफ फोनहरू र सिल्भर एरोवाना एकदम लिमिटेड पिस आउँदछ एउटा अलिक ठुलो मिडियम साइजको एरोवाना र सानो सानो दुईवटा मात्र अभाइलेबल भएको छ र यहाँ चाहिँ हामीसँग छ कुलिलोसहरू हाम्रो प्लान्टेड ट्याङ्कको लागि बटम फिडरहरू यिनीहरू चाहिँ बटम फिडरहरू र एउटा ब्ल्याक ह्याट बेटा भइहाल्यो हाम्रो र यहाँ चाहिँ हामीसँग छ अनुबियास प्लान्टहरूको भेराइटी र डम्बुयर प्लाकार्ड पनि छ यहाँ चाहिँ हामीसँग र नर्मल प्लेकहरू भइहाल्यो यिनीहरू सो यहाँ चाहिँ हामीसँग ऱ्यामहरू पनि अभाइलेबल भएको छ यिनीहरू इलेक्ट्रिक ब्लू ऱ्यामहरू ठुलो सानो दुइटै साइजमा अभाइलेबल छ तपाईँले कुन साइजको चाहिएको छ ब्रिडिङ पिरियडमा चाहिएको छ भने पनि अभाइलेबल छ र यिनीहरू चाहिँ हाम्रो गोल्ड कपीहरू एकदम राम्रो राम्रो क्वालिटीको र यहाँ चाहिँ हामीसँग फ्रन्टोसाहरू छ फ्रन्टोसा चाहिँ एकदम राम्रो राम्रो क्वालिटीको फ्रन्टोसाहरू हेर्न सक्नुहुन्छ तपाईँले क्वालिटी चाहिँ र यहाँ चाहिँ हामीसँग छ एएफआर अल्बाइनो फुल रेड कपीहरू र यहाँ चाहिँ हामीसँग छ ब्लू मस्काउको फिमेल र मेलहरू पनि अभाइलेबल छ एकदम राम्रो राम्रो क्वालिटीको ब्लू मस्काउ डम्बोयर र साइमिज एलिगेटरहरू पनि छ प्लान्टेड ट्याङ्कको लागि भनेर
र यहाँ चाहिँ हामीसँग छ अल्बाइनो कोरिडोरा। यिनीहरू पनि बटम फिडरको लागि प्लान्टेड ट्याङ्कमा एकदम राम्रो हुन्छ। र रेड ड्रागनको फिमेलहरू पनि अभाइलेबल भइसकेको छ। यिनीहरू चाहिँ हाम्रो रेड ड्रागनको फिमेलहरू, मेलहरू पनि आउँदैछ चाँडै नै। र यहाँ चाहिँ हामीसँग छ रेड मेटललेस, एकदम राम्रो राम्रो क्वालिटीको रेड मेटललेस कपी। र यिनीहरू चाहिँ हाम्रो को एन्जलहरू, रेड क्याप रेड आईमा एन्जलहरू। र यिनीहरू चाहिँ हाम्रो अल्बाइनो एक्लीहरू हुन्, एकदम राम्रो राम्रो क्वालिटीको अल्बाइनो एक्ली। र यहाँ चाहिँ हामीसँग जापानिज ब्लू टेलको फिमेलहरू छन् अभाइलेबल, र मेल पनि आउँदैछन्। र यहाँ चाहिँ हामीसँग ब्लू मस्काउको एकदम राम्रो राम्रो क्वालिटीको नम्बर भएको मेल फिमेल राम्रो राम्रो लोडेड फिमेलहरू पनि अभाइलेबल भइसकेको छ। सो कपीहरूमा चाहिँ यिनीहरू छन्। अहिले तपाईँले कुनै चाहिएमा आउन सक्नुहुन्छ। र यो ठुलो साइजको कोही पनि छ हामीसँग अहिले। र यहाँ चाहिँ हामीसँग छ बटरफ्लाई मिल्की कोहीहरू, सानो सानो साइजको मिडियम साइजको छ, सानोभन्दा नि मतलब यिनीहरूको अगाडि सानो छ, तर मिडियम साइजको बटरफ्लाई मिल्की कोहीहरू एकदम राम्रो राम्रो आएको छ। र यहाँ चाहिँ हामीसँग छ एकदम राम्रो राम्रो क्वालिटीको आकाराहरू, इलेक्ट्रिक ब्लू आकारा, ग्रिन टेररहरू छन् ठुल्ठुलो साइजमा। आकाराहरू पनि एकदम राम्रो राम्रो क्वालिटीमा छ। र चिक्लिडहरू पनि छन्, लिभिङ स्टोन चिक्लिड, यो मलावी चिक्लिडहरू डिफ्रेन्ट भेराइटीमा आएको छ। यहाँ पनि छन्। र ग्रिन टेररहरू पनि हेर्न सक्नुहुन्छ, ठुल्ठुलो साइजमा आएको छ। र एउटा हाम्रो यो जार्डिने एरोना पनि छ अहिले अभाइलेबल सेलको लागि। र प्लान्ट्स चाहिँ हामीसँग छ अहिले क्रिप्टोकोनिया, पेरिवर्ड, टोटाला, लुडुगा रेड र लुडुगा ग्रिनहरू छन्। र यिनीहरू बेल्टेल एन्जल्सहरू पनि अभाइलेबल छ हामीसँग। सो तपाईँलाई चाहिन्छ भने आउन सक्नुहुन्छ। यिनीहरू पनि प्लान्टेड ट्याङ्कको लागि टन्नै भेराइटीहरू छन् हामीसँग अहिले। र कमन गोल्ड फिस पनि छ हामीसँग अहिले, नर्मल टाइपको कमन गोल्ड फिस। र यो चाहिँ हाम्रो लिली प्लान्टको पटहरू। र यहाँ चाहिँ हामीसँग छ अल्बाइनो अस्कर र चिल्ली अस्करहरू पनि आएको छ। रेड चिल्ली अस्कर राम्रो राम्रो क्वालिटीमा आएको छ, हेर्न सक्नुहुन्छ क्वालिटी एकदम रातो छ यिनीहरू पनि। र यिनीहरू चाहिँ हाम्रो जापानिज कोहीहरू छन्, डिफ्रेन्ट कलर भेराइटीमा छ यिनीहरू पनि। र हाम्रो एउटा रेड टेबल, एकदम एग्रेसिभ रेड टेबल पनि छ, सिङ्गल राख्नुहुन्छ भने यो पनि अभाइलेबल छ हामीसँग। र यहाँ डिफ्रेन्ट राम्रो कलर भेराइटीमा मतलब कलर क्वालिटीमा कमेटहरू पनि छ। र यहाँ चाहिँ हामीसँग छ प्लान्ट ट्याङ्कको लागि, स्कुलिङ फिसको लागि ब्लू एन्जल्सहरू पनि अभाइलेबल भइसक्यो। र यिनीहरू हाम्रो चिक्लेट्सहरू, अफ्रिकन चिक्लेट्सहरू पनि राम्रो राम्रो क्वालिटीमा अभाइलेबल छ। आकाराहरू सानो साइजमा चाहिएमा पनि अभाइलेबल छ यिनीहरू, इलेक्ट्रिक ब्लू आकारा। र एउटा मात्रै हामीसँग ग्रिन टेक्सस छ। र यहाँ चाहिँ हामीसँग छ गुरामीहरूको भेराइटी, ड्राफ्ट गुरामीहरू पनि छन्, हनी गुरामीहरू छन्। सो यिनीहरू सबै प्लान्टेड ट्याङ्कको लागि, यिनीहरू धेरै ठुलो साइज पनि हुँदैन, तपाईँको प्लान्टेड ट्याङ्कको लागि राम्रो हुन्छ। र यहाँ चाहिँ हामीसँग छ पोला प्यारटहरू, पोला प्यारट र साल्भिनी चिक्लेट्सहरू छन्, एकदम राम्रो राम्रो साल्भिनी चिक्लेट्स। र यिनीहरू कोहीहरू हाम्रो नर्मल कोहीहरू भइहाल्यो। र यहाँ चाहिँ हामीसँग ठुल्ठुलो साइजको कोहीहरू छ, जापानिज कोहीहरू, काबुटो, कुवाकोहरू छन्। र यिनीहरू चाहिँ हाम्रो ठुल्ठुलो साइजको ब्लड प्यारटहरू भइहाल्यो। र यो मिडियम साइजको अस्करहरू छन्, यिनीहरू चाहिँ सबै अल्बाइनो अस्कर। र अघि हेर्नु भएको ग्रिन टेररभन्दा थोरै सानो साइजमा यिनीहरू ग्रिन टेरर पनि अभाइलेबल छ। र ओरोन्डाहरू लानुहुन्छ भने यहाँ पान्डा ओरोन्डा, टाइगर ओरोन्डा र ट्राइकलर ओरोन्डाहरू राम्रो राम्रो क्वालिटीमा छ यिनीहरू पनि। र ब्ल्याक ओरोन्डाहरू पनि अभाइलेबल छ, एकदम डार्क ब्ल्याकमा पनि हेर्न सक्नुहुन्छ, एकदम राम्रो राम्रो क्वालिटीमा छ ओरोन्डाहरू पनि। सो ब्ल्याक ओरोन्डा पनि चाहिएमा अभाइलेबल छ। र यहाँ चाहिँ हामीसँग छ जियो फेगसहरू र एउटा रेनबो बोजमानी पनि छ, यिनीहरू पनि राम्रो राम्रो छ, तपाईँले चाहिएमा आउन सक्नुहुन्छ। र ट्राइकलर ओरोन्डा यहाँ पनि छ। र यिनीहरू चाहिँ एन्जल्स पनि छ, यहाँ चाहिँ वेल्टेल एन्जल्स ठुल्ठुलो साइजमा, अघि हेर्नु भएको चाहिँ सानो भयो, यो चाहिँ अलिक ठुल्ठुलो साइजमा छ। र लास्टमा चाहिँ हामीसँग छ ठुलो साइजको कमेट र ओरोन्डा गोल्डफिसहरू छन्। सो
सो यिनीहरू पनि लिमिटेड पिसमा जस्तो सो तपाईँलाई चाहिन्छ भने यीमध्ये कुनै चाहिन्छ भने आउन सक्नुहुन्छ र चना कार्बीको प्राइजहरू टन्नै छ हामीसँग यिनीहरूको प्यारेन्ट्सहरू पनि देखाइदिइहाल्छु म तपाईँलाई कस्तो छ यसो यिनीहरूको प्यारेन्ट्सहरू हेर्नु सक्नुहुन्छ अलिअलि लुकिरहेको छ प्यारेन्ट्स चाहिँ यहाँ छ यिनीहरूको प्यारेन्ट्सहरू एकदम राम्रो छ सो तपाईँलाई प्राइजहरू यिनीहरूकै प्राइजहरू चाहिएको छ भने राम्रो प्राइसमा राम्रो साइजमा प्याटर्नहरू भएको छ सो आजको लागि चाहिँ यति नै हो सो तपाईँलाई केही चाहिएमा यिनीहरूमध्ये डु भिजिट एनबी एक्वेरियम हाउस सो दिस वाज फर टुडे सी यु इन द नेक्स्ट भिडियो सो तपाईँलाई केही ट्याङ्कहरू अर्डर क्याबिनेटहरू अर्डर गर्नु परेमा डु भिजिट एनबी एक्वेरियम हाउस सो दिस वाज फर टुडे गाइज